चिट्ठामा रमाउने सरकार अब त आँखा खोल। चिट्ठामा परेको चाउचाउमा परेको तपाईहरुले के भन्ने हो? तपाईहरुको शैली हो यो तपाईहरुको? हो सरकार, म सदनमा उभिएर सडकका कथाहरू सुनाउन बाध्य भएँ। 100 दिन तपाईले ल्याएको सही बुदाको सरकारले समीक्षा गर्नुहोस्। कति फेल भयो, कति पास भयो। तपाईहरुलाई जसरी जिताएर आएको हो त्यसरी जिताएर हामीलाई पनि आयो। तपाईले टाउको हल्लाउनै पर्दैन। यो हामीहरु चाहिँ चिट्टामा परेर आएको भन्नुभयो, उहाँले प्रुफ दिनु पर्यो त्यो। सम्मानीय सभामुख महोदय, अस्सलाम वालेकुम। राजनीति भनेको केवल सत्ता र शक्ति प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जित हार मात्र प्राप्त गर्नु होइन, चुनावको माध्यमबाट सरकार चलाउने पनि हो, होइन र सरकार? नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो। राम्रो शासन व्यवस्थाले मात्र सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो। हो सरकार, म सदनमा उभिएर सडकका कथाहरू सुनाउन बाध्य भएँ। 100 दिन तपाईले ल्याएको सही बुदाको सरकारले समीक्षा गर्नुहोस्। कति फेल भयो, कति पास भयो। जिम्मेवारी तपाईको हो सरकार, मेरो त खबरदारी मात्र हो। चिट्ठामा रमाउने सरकार अब त आँखा खोल। जनताको पीडा बुझ, चमेली बन जनताको। कानुनको शासन र माध्यम मार्ग निकै महत्त्वपूर्ण हुन्। संविधानले दिएका मौलिक हकमा रहेर कार्य गर्नु सरकारको जिम्मेवारी हो भने संविधान बमोजिमको अधिकार हरेक नेपाली नागरिकले पाउनुपर्ने हुन्छ। मान्य सदस्य आशिका तामाङ, नियमावलीको कुन नियमापति? माइक दिनुस्। मान्य सदस्य 1 मिनेटभित्र राख्नुहोस् आफ्नो कुरा। सम्मानीय सभामुख महोदय, पूर्व वक्ता मान्यज्यूले भन्नुभयो यो हामीहरु चाहिँ चिट्टामा परेर आएको भन्नुभयो, उहाँले प्रुफ दिनु पर्यो त्यो। हामी जनताले प्रत्यक्ष जिताएर आएको हामी सांसद हौँ कि चिट्टामा परेर आएको, उहाँले प्रुफ सहित भन्नु पर्यो। यो चाहिँ यो हरेक पल्ट सदनमा उहाँहरूले हामीले चिट्ठामा परेको चाउचाउमा परेको तपाईहरुले के भन्ने हो? तपाईहरुको शैली हो यो तपाईहरुको? तपाईहरुलाई जसरी जिताएर आएको हो त्यसरी जिताएर हामीलाई पनि आयो। तपाईले टाउको हल्लाउनै पर्दैन यो विषयमा। हस्, धन्यवाद। उहाँको यो रेकर्ड चाहिँ सम्पूर्ण हटाइयोस् सम्मानीय सभामुख महोदय। धन्यवाद।